सामान्य सभामुख महोदय, सदनमा आलोचना हुनुपर्ने विषय अर्कै थियो तर बहस अर्कैतिर मोडिएको छ। बहस दशकौंदेखि मधेसीलाई हेर्ने कालो नजरमाथि हुनुपर्ने थियो। कर्णालीलाई र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि हुनुपर्ने थियो। बहस दलित, मधेसी, आदिवासी, जनजाति र सीमाङ्कित समुदायलाई दोस्रो दर्जाको नागरिक सरह जुन व्यवहार गरिन्छ त्यसको माथि हुनुपर्ने थियो। तर आज बहस कालो चस्मामाथि सीमित भइरहेको छ। एउटा समय थियो बीपी कोइरालाले पनि कालो चस्मा लगाउनु हुन्थ्यो, तर उहाँको सोच कालो थिएन, दृष्टिकोण साँघुरो थिएन। हामीले हटाउनु पर्ने आँखामा लगाउने कालो चस्मा होइन, मनमा बसेको जुन कालो सोच छ, मधेसीमाथि हेर्ने जुन कालो सोच छ, दलितमाथि हेर्ने जुन कालो सोच छ, त्यो हटायो भने मात्रै हाम्रो देश समृद्धिको दिशातिर अगाडि बढ्न सक्छ। धन्यवाद। नमस्कार। सम्माननीय सभामुख महोदय, मैले धेरै पटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भनेर भनिराखेको छु। संसदमा पनि बोलेको छु, बाहिर पनि बोलेको छु। एकचोटि सबैजना सांसदहरूसँग एउटा पोलिङ पनि गर्नु पर्यो जस्तो लाग्छ कि हामी सबैजना सांसदहरू चाहिँ अहिलेको संसदीय अभ्यासबाट चाहिँ खुसी छौँ त, कि हाम्रो क्षमता अहिलेको संसदीय अभ्यासले चाहिँ सही दिशामा निकालेको छ त? यदि छ भने त मलाई समस्या छैन, तर मेरो जस्तै यदि बुझाइ धेरैजना सांसदहरूको पनि हो भने अब यो संसदीय अभ्यासलाई सुधार गर्नका लागि चाहिँ सबैजनाले मिलेर काम पनि गर्नुपर्छ होला। सो एउटा संसदीय सुधार समिति बनाउन मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा संसदीय सुधार समिति बनाएर चाहिँ अहिलेको यो 21st सेन्चुरीमा चाहिँ यो संसदलाई कसरी बढी इनोभेटिभ, क्रिएटिभ र युटिलिटी बेस्ड बनाउने दिशामा चाहिँ एक्चुअली काम गर्न पर्छ जस्तो लाग्छ। यसमा चाहिँ मैले सभामुखको ध्यान आकर्षण गराएँ। धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार गठन भएको 4 महिना पुरा भएर 5 महिना लागेको छ। झन्डै 2/3 सहितको सरकार जनताप्रति उत्तरदायी देखिँदैन। किसानहरू मलको अभावमा छटपटाइरहेका छन्। खाना पकाउने एलपी ग्यासको हाहाकार छ। ग्यासका लागि सर्वसाधारण घन्टौं डिलरमा लाइन लाग्न बाध्य छन्। राजधानी विभागमा सेवाग्राहीको लाइन छ, अस्पतालमा बिरामीको लाइन छ, महँगी बढेकै छ। जनताका तमाम समस्यामा सरकारले चासो देखिँदैन। सञ्चारकर्मीले ग्यासको हाहाकार छ, महँगी बढेको छ भनी प्रश्न गर्दा कुनै प्रतिक्रिया नदिई मन्त्रीहरू पन्छिने गरेका छन्। जनता पीडामा पर्दा मन्त्रीका एकपछि अर्को गीत गाएका भिडियोहरू भाइरल भइरहेका छन्। सत्तामा नपुग्दासम्म पुराना दललाई सराप्ने तिनै मानिसहरू सत्तामा पुगेपछि जनताको पीडामा स्वर्गीय आनन्द लिएको देखिँदैछ। जनताका समस्याहरूप्रति सरकार उत्तरदायी